नमस्कार, हरेक पल टिभी एचडीमा यहाँहरूलाई हार्दिक स्वागत छ। मिडिया कर्मी साथीहरू, आजको यो अन्तर्क्रिया कार्यक्रममा यहाँलाई सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान आज प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार, स्वच्छताले निर्णय र कामका कारण सङ्कटमा रहेको छ। पहिले असंवैधानिक रूपमा 2 पटक प्रदेश सभाको विघटन गर्नुभएको छ। अध्यादेश मार्फत शासन सञ्चालन गर्ने स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य समितिमाथि नियन्त्रण गर्ने, कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेदार पूर्ण पाइला चाल्नु पर्नेमा पहिलो खोप लगायतका मानिसहरूको दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनताको सुरक्षाका लागि कुनै तयार नगर्ने जस्ता गैर जिम्मेदार कार्य प्रधानमन्त्रीबाट भएका छन्। राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्य भएका छन्। लोकतान्त्रिक प्रणाली र देशलाई नै सङ्कटतर्फ धकेल्ने कार्य भएको छ। यो चुनौती पार गरेर सहज संवैधानिक राजनीतिक प्रक्रिया मार्गदर्शन हुनु मुलुकमा नवीन सङ्घर्ष जारी छ। यो सङ्घर्ष र अभिभावना साझा आपत्तित्व र कर्तव्यको विषय हो। अतः त्यसतर्फ आजको संवाद, समीक्षा र छलफल योगदान गर्ने अपेक्षा गरेका छौँ। राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रदेश सभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको छ। प्रदेश सभाका बहुमत 149 सदस्यको हस्ताक्षर सहित राष्ट्रपतिको आह्वान अनुसार हामीले प्रधानमन्त्रीका लागि दाबी सहित पेश गरेको आवेदनलाई स्वच्छताका किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिरहेको छ। तसर्थ हामीले असंवैधानिक संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा आवेदन लिएका छौँ। हामीहरू राष्ट्रिय हितको सुरक्षा, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी र प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ 5 राजनीतिक दलहरूको संयुक्त मोर्चाका साथ अग्रसर छौँ। सरकारबाट भएका कतिपय संविधान र कानुनका अलोकतान्त्रिक कार्यहरू अदालतको निर्णयबाट रोकेका छन्। हामीले राष्ट्रिय स्वार्थ, जनताको हितलाई सर्वोपरि राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानुनी शासन र समृद्धिलाई साझा गन्तव्यको रूपमा लिएका छौँ। देशमा सिर्जना गरिएको राजनीतिक अस्थिरता तथा आन्दोलन समाप्त गरी नेपाली जनताको लामो र कठोर सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै हामीहरू राजनीतिक कानुनी संघर्षका विविध कार्यक्रममा साथ क्रियाशील छौँ। यस सन्दर्भमा आवश्यक परेमा हामी जनपरिचालनको दिशामा समेत अगाडि बढ्नेछौँ।
हामी सबै मित्र राष्ट्र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहन्छु। नेपालको गौरव र स्वाभिमानलाई ध्यान राख्दै नेपालको बारेमा नेपालीहरूले निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिस्थितिमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यताबाट हुनुपर्छ भन्ने मान्यता राख्दछु। विभिन्न कालखण्डमा निरङ्कुश शासन व्यवस्थाका विरुद्ध तथा लोकतन्त्रको पुनर्स्थापनाका लागि नेपाली जनताको आन्दोलनबाट राज्यको चौथो अङ्गको रूपमा स्थापित नेपाली सञ्चार जगतले महत्त्वपूर्ण योगदान गर्दै आएको छ। लोकतन्त्र, मानवाधिकार, प्रेस स्वतन्त्रताको रक्षाका लागि पहरेदारको रूपमा भूमिका निर्वाह गरिरहेको छ। नेपाली सञ्चार जगतको निर्भीक सक्रियताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथिको प्रहार र खतरातर्फ चिन्न सार्थक योगदान पुर्याउँदै आएको छ। यसको लागि हामीले सदैव उच्च मूल्याङ्कन गरेका छौँ। आजको जटिल परिस्थितिमा पनि संविधान लोकतन्त्र र न्यायको पक्षमा अविचलित रूपमा क्रियाशील तपाईँ साथीहरू, सम्पादक मित्रहरू मार्फत सबै सञ्चारकर्मीलाई हामी धन्यवाद र सम्मान व्यक्त गर्दछौँ। निरङ्कुशता विरुद्ध लोकतन्त्रको पक्षमा उठौँ, सबै किसिमका षड्यन्त्र चिर्दै संविधान रक्षामा जुटौँ भन्ने आह्वानका साथ राजनीतिक दलहरू, सञ्चार माध्यम, विभिन्न पेसा वर्ग समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच बृहत्तर सहकार्य आजको आवश्यकता भएको छ। यही बृहत्तर सहकार्यको एउटा पाइलको रूपमा आज तपाईँहरूसँग अन्तर्क्रिया र संवादमा हामी प्रवेश गरेका छौँ। तपाईँहरू सबैलाई अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदै मुलुकका लागि सार्थक निष्कर्षको खोजीमा योगदान गर्न हामी हार्दिक आग्रह गर्दछौँ। धन्यवाद। जय नेपाल। हरेक नागरिकलाई हरेक खबरबाट हरेक पल सुसूचित गराउने हाम्रो अभियान जारी छ। हरेक पल टिभी एचडी सब्स्क्राइब गर्न नभुल्नुहोला। नमस्कार।